हजुरले यो व्हाइट सन पछाडि यो सिनेमाको ग्याप कति वर्ष रह्यो? 8 वर्ष। 8 वर्ष। 8 वर्ष पछाडि 8 वर्षसम्म तपाईलाई अर्को सिनेमा आउनको लागि अथवा अर्को दिमागमै यो विषयमा सिनेमा बनाऊ भनेर तपाईलाई तान्न नसकेर हो कि अथवा के कुराले 8 वर्षको ग्याप भयो तपाईँ यस्तो क्रिएटरलाई सिनेमा बनाउन? अलिअलि गल्ती पनि हो, यो पनि हो होइन। मलाई वर्षपछि इमिडिएटली मेरो न्युको कम्पनीले चाहिँ युएसमा फिल्म गरौँ भनेको थियो, तर मलाई चाहिँ 2015को आन्दोलन त्यसपछि भइरहेको समाजको उसले गर्दाखेरि चाहिँ मलाई राजागञ्ज बनाउन मन थियो। अनि राजागञ्ज नै लाग्यौँ हामी। अनि मैले न्युको फिल्म गरिनँ त्यति बेला। अनि यसमै लागिरह्यो, यसमै झन्डै 8 वर्ष लाग्यो। अनि त्यो चाहिँ के भएको भनेदेखि चाहिँ एउटा कुराले मात्रै होइन, धेरै कुराले चाहिँ हामी धेरै अगाडि बन्थ्यो होला, तर धेरै कुराले चाहिँ सल्भै भएको हो। एउटा त पहिलो कुरा फाइनेन्सिङ एकदमै डिफिकल्ट भयो, किन एकदमै ठुलो फिल्म थियो र हामी पहिलो सुरुमा चाहिँ एम्बिसियसली ठुलो पैसा खोजिरहेको थियौँ फिल्म बनाउनको लागि, किन चाहिन्थ्यो पनि त्यसको लागि, खर्च पनि थियो, स्केलको हिसाबले पनि एकदमै ठुलो गर्नुपर्ने थियो। र त्यो लेभलको फाइनेन्सिङ गर्न सकेन भने एगेन हाम्रो मार्केट एकदमै लिमिटेड छ र हाम्रो मार्केटको लगन गरिहाल्नको लागि मान्छेलाई चाहिँ भएन इमिडिएटली। 2020मा 2019को एन्डसम्ममा चाहिँ हामीले फुल फाइनेन्सिङ गरिसकेको थियौँ। 2020मा सुट गर्ने उसमा थियौँ हामी। अनि लास्ट मार्केट चाहिँ बर्लिन फिल्म फेस्टिभलको कोपर्स मार्केटमा 2020 फिल्म छानिएको थियो। अनि फेब्रुअरीमा त्यो मार्केट गरेर ग्याप फाइनेन्सिङ कम्प्लिट गरेर इमिडिएटली आएर सुट गर्ने भनेको थियो। तर त्यसपछि त अर्थात् कोभिड सुरु भयो। अनि यो फिल्ममा एकदमै ठुलो क्राउड चाहिन्थ्यो। अनि त्यो क्राउड ल्याएर त्यो कोभिडको बिचमा सुट गर्नु भनेको त मान्छे मार्नु बाहेक अर्को पनि हुन्थेन। अनि दिन थियो होला सुट गर्नलाई खोजेको भए, तर त्यो चाहिँ हाम्रो नैतिकताले पनि दिएन, गरेनौँ। अनि त्यो रोक्ने बित्तिकै हाम्रो जुन फुल फाइनेन्सिङ भएको ऊ चाहिँ हराउन थाले इन्भेस्टरहरू, किनभने उनीहरू पनि एकजना मेरो मेन इन्भेस्टर चाहिँ युक्रेनियन अमेरिकन थियो, जसको सेनमा चेन छ ठुलो, उसले चाहिँ डिस्ट्रिब्युट गर्ने कुरा थियो र ऊ चाहिँ इन्भेस्टरको रूपमा थियो। कोभिडले गर्दा उसको चाहिँ नगरहरू एकदमै गाह्रो अवस्थामा भएको हुनाले उसले सबै इन्भेस्टमेन्ट ब्याक लियो होइन, ऊ हरायो। इमिडिएटली आफ्टर युक्रेनको वार सुरु भयो, ऊ अहिले फिल्मै नबनाइकन इटलीमा आफू लुकेर बसिरहेको छ। आफूलाई देशमा बस्न नसकेर रसा बस्थ्यो, ऊ रसा बस्नु त्यहाँ आएर बसिरहेको छ। अनि त्यो हिसाबले त्यो गुम्यौँ हामीले। त्यसपछि फेरि ग्यादर गरेर 2022मा सुट गर्नलाई फेरि रेडी भएको थियौँ। यहाँसम्ममा आएर पुरै होमवर्क गरेर हामीले कास्टिङ सिट ल्याएर सुटको लागि जान लागेको थियौँ। त्यसपछि चाहिँ मेरो मेन कोलाबोरेटरको डायग्नोसिस, क्यान्सर डायग्नोसिस भयो। त्यसले गर्दा चाहिँ हामीले फेरि फिल्म फिर्ता लिनुपर्ने स्थिति भयो, किन तनिषा चटर्जीले ममता भन्ने क्यारेक्टर गर्ने होल स्केल लेभलमा फिल्म गर्नलाई तयार भएको थियो। त्यसको लागि फेरि पनि फिल्म पोस्टपोन गर्नु पऱ्यो।